नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई अर्को एउटा नयाँ भिडियोमा। मलाई धेरैजनाले दुईटा प्रश्नहरु गरिराख्नु भएको छ अहिले। एउटा, अबको एक्जाम कहिले हुन्छ, एक्जामको रुटिन कहिले आउँछ, कहिलेबाट एक्जाम सुरु हुन्छ भनेर। अर्को कुरा भने अहिले एक्जाम दिने साथीहरुको के अब 2027 मा मात्र प्रोसेस सुरु हुन्छ भनेर पनि मलाई धेरैजनाले सोध्नुहुन्छ। अब खै कसले फेसबुकमा यसरी लेख्नु भएको रहेछ 2027 मा मात्र प्रोसेस हुने भनेर, र मैले त्यो कुरा लेखिन। मैले नलेखिसकेपछि कतिपय साथीहरूले चाहिँ मैले लेखिसकेपछि मात्र यो साँचो कुरा हो, अरूले लेख्दाखेरि चाहिँ होइन भन्ने पनि बुझ्नुहुन्छ। धेरैजनाले मलाई फलो गर्ने हुनुहुन्छ र मलाई युट्युबबाट फेसबुकबाट हेर्ने साथीहरूले पनि मलाई फेसबुकमा धेरैजनाले मेसेज गर्नुभयो कि अब 2027 मा मात्र हाम्रो प्रोसेस सुरु हुने हो कि एक्जाम कहिलेबाट सुरु हुन्छ भन्ने यस्ता क्वेसनहरू गरेर मलाई हजारौंले मेसेज गर्नुभएको छ। मैले सबैलाई रिप्लाई गर्न नै सकिरहेको छैन। हुन त मैले फेसबुकमा पोस्ट गरेर तपाईहरुलाई जानकारी त गराइरहेको हुन्छु, सबैले त हेर्नुहुन्न। कतिजना पनि मलाई फेरि युट्युबबाट मात्र हेर्ने पनि हुन्छ। सो आजको भिडियोमा मैले तपाईहरुलाई आगामी एक्जाम कहिलेबाट हुन्छ र एक्जाम भएका साथीहरुको प्रोसेस के 2027 बाटै सुरु हुने हो त, यसको बारेमा डिटेल्समा जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरु धेरैजनाले भिडियो हेर्ने तर च्यानललाई सब्स्क्राइब गर्न चाहिँ भुल्नुदो रहेछ। यस्तै जानकारीमूलक भिडियोहरु मेरो च्यानलमा आउने गर्छन्, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला है त। पहिलो प्रश्न हो, एक्जाम कहिले हुन्छ। एक्जाम कहिले हुन्छ पछि एक्जाम भएका साथीहरुको कहिलेबाट प्रोसेस हुन्छ भन्ने कुरा पनि म भन्छु। एक्जाम कहिले हुन्छ भन्ने विषयमा मैले योभन्दा पहिला पनि भिडियो बनाएको थिएँ। त्यो भिडियो नहेर्ने साथीहरुका लागि म फेरि जानकारी दिन चाहन्छु। एक्जाम चाहिँ तपाईहरुको फर्म खुलेको 3 महिनाभित्र एक्जाम सञ्चालन गर्नुपर्ने हुन्छ। पहिलेबाट नै यो एक्जाम चाहिँ कहिले हुन्छ भन्ने कुरा चाहिँ यो एउटा नियम हो। नियम चाहिँ के हो त भन्दाखेरि फर्म खुलेको 3 महिनापछि या 3 महिनाभित्र चाहिँ एक्जाम सञ्चालन गर्नुपर्ने हुन्छ, एक्जाम चाहिँ हुने हुन्छ। त्यसले गर्दाखेरि अब केही दिनमा नै एक्जाम कहिले हुन्छ त भनेर एचआईटी कोरियाले रुटिन पठाइसकेपछि ईपीएस नेपालले पनि त्यसको बारेमा सूचना प्रकाशन गर्नेछ। एक्जाम पनि 1 लाख जना हुनुहुन्छ, सकेसम्म चाँडो गर्नुपर्ने हुन्छ। 1 लाख जनाले फर्म भरेको हुनाले र सकेसम्म एक्जाम चाँडो सञ्चालन गर्नुपर्ने, चाँडो सकाउनु पर्ने हुनाले अब कसरी सञ्चालन गरे भने चाहिँ सबभन्दा चाँडो चाहिँ एक्जाम सकिन्छ त भन्ने एउटा केही कार्यविधि तयार गर्दै होला एचआईटी कोरियाले, ईपीएस नेपालले। यस्तो कार्यविधि तयार गरिराख्दाखेरि चाहिँ केही समय लागेको हुन सक्छ। यसमा चाहिँ तपाईहरु आत्तिहाल्नुपर्ने चाहिँ हुँदैन। मेरो विचारमा केही दिनमा चाहिँ कहिले एक्जाम हुन्छ त भनेर पक्कै पनि ईपीएस नेपालले सूचना प्रकाशन गर्नेछ। त्यो सूचना आइसकेपछि मैले सबैभन्दा पहिला मेरो च्यानलमा भिडियो ल्याउने छु। त्यो भिडियो तपाईहरुले सबैभन्दा पहिला थाहा पाउनको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अहिले यति बुझ्नुस् कि फर्म खुलेको 3 महिनाभित्र चाहिँ तपाईहरुको एक्जाम सञ्चालन हुने चाहिँ पहिलेबाटै नियम छ र अहिले पनि गर्नुपर्ने हुन्छ। अन्य कुरा यथावत रहेमा, त्यस्ता केही समस्याहरू देखा नपरेमा। र मैले अर्को कुरा पनि तपाईहरुलाई के भन्न चाहे भन्दाखेरि धेरैजना चाहिँ कोरियन भाषा पढेर बस्नु भएको छ, एक्जामको फर्म भरिसक्नु भयो भने एक्जाम कहिले हुन्छ भनेर धेरै चिन्ता लिइराख्नु भन्दा पनि कम्पिटिसन एकदमै बढी हुनेवाला छ। त्यसैले तपाईहरुले पढाइतिर मात्रै बढी ध्यान दिनु होला। एक्जाम हुने कहिले भन्ने कुरा चाहिँ नोटिस आइसकेपछि तपाईलाई थाहा नै हुन्छ। अब धेरै कुरा तपाईलाई ईपीएस नेपालमा साइटमा गइराख्न झ्याउ लाग्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्नुस्, नोटिफिकेसन आउँछ मैले भिडियो बनाइसकेपछि। त्यसपछि तपाईले ढुक्कले मजाले हेर्न सक्नुहुन्छ। अब धेरै कुरा हेरिराख्न चालिराख्नु पनि परेन, जताततै गइराख्नु पनि परेन। टेन्सन नलिनुस्, एक्जाम कहिले हुन्छ भन्ने कुरा चाहिँ मैले भिडियो लिएर आउने नै छु। र अर्को कुरा, तपाईहरु जतिजनाले पनि अहिले फर्म भर्नु भएको छ कि उहाँहरुको चाहिँ 2027 मा मात्रै प्रोसेस हुने हो त भन्ने कुरा चाहिँ धेरैजनाले मलाई सोध्नुभयो। धेरैले कतिपयले यो फेसबुकमा यस्तो कुरा लेखेर राख्नु भएछ। फेरि उहाँहरुको त्यो यो समाचार, यो सूचना चाहिँ कहाँबाट आयो त भन्दाखेरि सूचना दिने चाहिँ एउटा ईपीएस कार्यालयका चाहिँ कर्मचारी हो, ईपीएस कार्यालय कर्मचारीका अधिकारी हुनुहुन्छ भनेर भन्नुभयो। अब यो सूचना यही कर्मचारीबाट आयो, ईपीएस कार्यालयबाटै आएको भन्ने छैन। 1-2 जनाले खै मलाई त लाग्छ लाइकको चक्करमा अथवा आफ्नो पेजमा युट्युब च्यानलमा चाहिँ भ्युजको चक्करमा चाहिँ यतिकै हावादारी रूपमा लेखेको हो कि जस्तो पनि लाग्छ। किन भन्दा कुनै पनि त्यो सूचनामा तथ्यता छैन। 2027 मा नै तपाईहरुको प्रोसेस हुने भन्ने कुरा चाहिँ त्यसमा कुनै तथ्यता नभए पनि म एउटा सत्य कुरा चाहिँ म तपाईलाई जानकारी गराउन चाहन्छु कि तपाईहरुले यदि एक्जाम दिनुभयो र पास हुनुभयो भने हजुरहरु पास भएको 2 महिनाभित्र ईपीएस नेपालले एचआईडी कोरियामा हजुरहरुको फाइल पठाउनै पर्ने हुन्छ। यदि कुनै पनि समस्या रहेको छ र 1-2 जनाको नपठाए पनि, केही व्यक्तिहरुको केही समस्या भएर अथवा केही कुरा नमिलेर नपठाए तापनि
अन्य व्यक्तिहरूको तपाईँहरूले पास भइसकेपछि 2 महिनाभित्र एचआरडी कोरियालाई पठाइ नै हाल्नुपर्ने हुन्छ। त्यो पास बनाएर राख्ने 27 पछि मात्रै प्रोसेस सुरु गराउने भन्ने चाहिँ हुँदैन। तपाईँहरूले त्यही तपाईँहरू पास भइसकेपछि तपाईँहरूको फाइल कम्तीमा पनि 2 महिनाभित्र एचआरडी कोरियालाई इपिएस नेपालले पठाउनु पर्ने हुन्छ। तपाईँहरूको अहिले एक्जाम भएर 2027 मा प्रोसेस हुने भन्ने कुरामा केही पनि तथ्यता छैन। 2-4जनाले फेसबुकमा लेख्नुभयो, मैले त्यही कुरा फेसबुकमा लेखिनँ र मलाई धेरैजनाले सोध्नुभयो। कतिपयले चाहिँ मलाई नै फलो गर्ने, मलाई नै विश्वास गर्ने हुनुहुन्छ। त्यही तपाईँहरूको विश्वासलाई आधार मान्दै मैले पनि जे मन लाग्यो त्यही कुरा लेख्न सक्दिनँ। सो तपाईँहरूले पनि मलाई फेसबुकमा फलो गर्नुभएको छैन भने 18,000 भन्दा धेरैले मलाई फेसबुकमा फलो गर्नुभएको छ। हजुरहरूले पनि फलो गर्न सक्नुहुन्छ। मेरो भिडियोको डिस्क्रिप्सनमा मैले फेसबुक, इन्स्टा, मेरो टेलिग्रामको लिङ्क राखिदिएको छु। हजुरले फलो गरेर मलाई मेसेज गर्न सक्नुहुन्छ, फलो गरेर मेरा कन्टेन्टहरू हेर्न सक्नुहुन्छ। जाँदा जाँदै फर्म खोलेको 3 महिनाभित्र तपाईँको कहिले एक्जाम हुन्छ भनेर थाहा हुन्छ। एक्जाम सञ्चालन हुनेछ, केही दिनमा नोटिस आउला, त्यसपछि मैले तपाईँलाई जानकारी पनि गराउनेछु। र अर्को कुरा 2025 मा फर्म भर्ने साथीहरूको 2027 बाट प्रोसेस हुन्छ भन्ने कुरा चाहिँ सरासर झुटो हो। यसमा चाहिँ कुनै पनि सत्यता छैन। अब इपिएस कार्यालयका कर्मचारीले कसैलाई बताउनु भएको हो भने पनि आधिकारिक रूपमा बताउनु भएको छैन। कसले बतायो भन्ने कुरा चाहिँ जानकारी हुनुपर्छ। किन भन्दा इपिएस कार्यालय सरकारी कार्यालय हो, कुनै पनि निजी संस्थान होइन कि आफूलाई मन लाग्दा सूचना प्रकाशन गर्ने, आफ्ना व्यक्ति विशेषलाई भन्ने, अरूलाई नभन्ने भन्ने हुँदैन। सरकारी संस्थाले चाहिँ सबै नेपालीहरूलाई समान रूपमा व्यवहार गर्छ। 2-4जना 2-4वटा पेजलाई भन्ने, अरूलाई नभन्ने भन्ने चाहिँ हुँदैन। यदि त्यस्तो भएको छ भने पनि यो चाहिँ सरासर गलत काम हो। यो चाहिँ गर्नु मिल्दैन। होला अहिले रोस्टरमा केही व्यक्तिहरू हुनुहुन्छ, रोस्टरमा केही व्यक्ति हुँदाखेरि नयाँ पास भएकाहरूको केही ढिला प्रोसेस होला, तर यो नै 2 वर्षपछि नै हुने, 3 वर्षपछि नै हुने भन्ने कुरा चाहिँ छैन। भिडियो मनपर्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गरेर नभुल्नु होला। धन्यवाद।